भेगाबन्ड सिरिजको पार्ट 2 मा तिमीहरूलाई स्वागत छ। पार्ट 1 मा ताकिजो र माता हाचीलाई यो केटी आकेमेले बचाउँछ र आफ्नो घर लान्छ अनि ताकिजो बाहिर आउँछ मसरुम टिप्न। तर त्यो साला पोइजनस मसरुम मात्रै टिपिरहेको हुन्छ र त्यतिखेर आकेमे आउँछ अनि भन्छ यिनीहरू पोइजन मसरुम हो भनेर। तिनीहरूको बिचमा सानो कन्भर्सेसन हुन्छ र त्यतिखेर आउँछ यो गाण्डु अनि त्यसलाई देख्ने बित्तिकै आकेमे त्यसको माथि ढुङ्गा फालिदिन्छ। ताकिजोले आकेमेलाई पकाड्छ अनि आकेमेले भन्छ यो सुजिकागे तेनमा हो अनि रुँदै भन्छ यसले मेरो पापालाई मारेको। यहाँ हामीलाई थाहा हुन्छ यो सुजिकागे तेन्माले आकेमेको फादर पापालाई मारेको। सुजिकागे तेन्माले भन्छ आकेमे तिमीहरू फेरि चोरी चकारी गर्न थाल्यो होइन, अब त अति भयो, म र मेरो सुजिकागे ग्याङ अब सहन्दिनँ अनि ओकोलाई भन्दै यो मेरो लास्ट वार्निङ हो भनेर। अनि आकेमे घर आउँछ र ओकोलाई भन्छ यस्तो भयो भनेर। अनि ओको आकेमे र हाम्रो दुईजना लन्डेहरू चोरीको सामानहरू छतमा लुकाइदिन्छन् र त्यो सडहरूमा एउटा वुडन सड ताकिजोलाई मनपर्छ र ओकोले पर्मिसन दिन्छ ताकिजोलाई राख्ने। अनि कामदान सकेपछि सबै मिलेर साके पिउँछन् र ओको चिपिँदै ताकिजोलाई जबरजस्ती धेरै साके पिलाउँछ। अनि साके भनेको तिमीलाई थाहा नै छ होला, एल्कोहल। अनि ताकिजो धेरै साके पिएको कारण बेहोस हुन्छ अनि हामीलाई त्यहाँ एउटा फ्ल्यासब्याक देखाउँछ। त्यहाँ केट ताकिजोले भन्छ पापा आमा कहाँ जानुभयो भनेर। अनि त्यसको बाउले त्यसलाई सुरुमा कुट्छ अनि भन्छ त्यो औरत तेरो आमा होइन। र त्यो सुने बित्तिकै ताकिजोले त्यसको बाउलाई घुर्छ अनि त्यसको बाउले भन्छ त हराम के पिल्ले अनि भन्छ तसँग आइज अफ पिस्ट। जब ताकिजोलाई होस आउँछ त्यसको अगाडि हुन्छ ओको र ओकोले किस गर्न लागेको हुन्छ ताकिजोलाई। त्यतिखेर हाम्रो सख्त लौन्डा हो ताकिजो साइड हटिदिन्छ अनि ओकोले भन्छ ताकिजो तैँले मेरो अपमान गरिस्। त्यही बेला सुजिका क्याङको मान्छेहरू डोरलाई नक्न गर्छन् अनि भित्र आउँछन् र घरको तलासी लिन थाल्छन् यिनीहरूले चोरीको माल कहाँ लुकाए भनेर। तर केही पनि भेटाउँदैनन्। तेन्माले भन्छ ओको साके खाइदिउँ न अनि ओकोले भन्छ तँलाई थाहा छ त तेनमा कहाँ राखेको छौँ भनेर, हामीले जहाँ आफै गरेर लिए। तेन्माले भन्छ ओको त मेरो हुन कब तक त यसरी यस्तो लाइफ दिन्छेस्, मसँग बसिस् भने तँलाई म बेटर लाइफ दिन्छु। अनि ओकोले डेडी लुकमा हेर्छ अनि भन्छ मलाई तैँले के सम्झेको छस्, म मेरो हस्बेन्डको मर्डरसँग जान्छु। ओकोको त्यस्तो फेस देखेर तेनमा पुरै दिमाग सड्किन्छ त्यसको अनि भन्छ सिलिङमा नि चेक गर अनि त्यहाँ सिलिङमा चेक गर्छन् र त्यहाँबाट निक्लिन्छ तलवारहरू। मलाई के लाग्छ भने तेन्मालाई अलरेडी थाहा थियो ओकोहरूले चोरीको माल सिलिङमा लुकाए भनेर। तेनमा तिनीहरूले बचाउनु खोज्दै थियो तर जब ओकोले डिनाइ गरिदियो तँसँग आउन उसको दिमाग सड्कियो अनि सिलिङ चेक गर भन्यो। अनि तिनीहरूले चोरीको सामान पनि भेटाउँछ अनि चोरलाई पनि भेटाउँछन् आकेमेलाई। अनि तेन्माले भन्छ यसको रेप गर्दै भनेर। रुममा एन्ट्री गर्न लागेको हुन्छ त्यतिखेर ढोका पछाडि माता हाची र ताकिजो बसिरहेको हुन्छ तेन्मालाई मार्न। तर तेन्मा पनि एरागेरा होइन, त्यसले सेन्स गर्छ ढोका पछाडि कोही छ भनेर। त्यसले त्यो ढोकामा मुक्का हानेर त्यो ढोकालाई नै फाडिदिन्छ र ताकिजोको टाउको समाचार त्यसले जमिनमा गाडिदिन्छ। तर ताकिजो पनि जानवर हो, त्यसले तेन्माको हातको मासु टोकेर निकालिदिन्छ। र जबसम्म तेन्माले रियलाइज गर्छ तँसँग के भयो भनेर त त्यतिखेर ताकिजोले त्यसको वुडन सडले त्यसको टाउको माथि बजाइदिन्छ अनि तेन्माको टाउकोदेखि खुन निक्लिन थाल्छ। अनि ताकिजोले भन्छ मलाई खुसी लागिरहेछ म मेरो बुलेट छोडेर यहाँ आएँ भनेर, डाकु होलास् तर त एउटा जेनरल होस्, मलाई तेरो टाउको दे भन्छ। अनि यहाँ ताकिजोले तेन्मालाई धम्की दिन्छ। अनि यहाँ बाहिर माता हाची पनि सुजिका क्ल्यानको सानोतिनो मान्छेहरूलाई काट्दै गरेको हुन्छ। जब तेनमा ताकिजोको त्यो आँखा हेर्छ त्यसको त गाँडै फाट्छ अनि त्यहाँबाट भागिदिन्छ। अनि पछि पछि ताकिजो पनि आउँछ अनि भन्छ त आफूले लिडर भन्छस् अनि यसरी भाग्छ। तेनमा 150 को स्पिडमा भागिदिन्छ। यो बच्चालाई त मैले अन्डर एस्टिमेट गरेँ, यो बच्चा त साला जानवर हो। अनि पछाडि ताकिजो आउँछ र त्यसको माथि हुडनको स्वरले टाउकोमा बजाइदिन्छ। यस्तो दामी बजाइदिन्छ कि सुजिकागे तेन्माको त गेम ओभर हुन्छ। यतापट्टि माता हाचीले पनि सानोतिनो मेम्बरहरूलाई मारिदिएको हुन्छ। अनि माता हाचीले भन्छ हामी होरिडेन माता हाची र सिनमेन ताकिजो हो भन्छन्। ओकोले भन्छ यिनीहरू बच्चाहरू जस्तो छ, प्लेइङ अफ गेम अफ ब्लड। अनि ओकोले भन्छ छिटोभन्दा छिटो निक्लिनुपर्छ नत्र हामीले मार्नु आउँछ यहाँ सुजिकागे गोहाई। गाइस यहीँसम्म त यो पार्ट र नेक्स्ट पार्ट छिटो आउँछ। कमेन्ट गर यो भिडियो कस्तो लाग्यो भनेर। बाई बाई।